अनि भोलिको लागि चाहिँ के अरे हाम्रो वेस्ट इन्डिजको गेमको लागि चाहिँ होइन सबै कुरा रेडी गरेको छु। यहाँ छ होइन जस्तै फ्ल्याग पनि लिएको छु। म चाहिँ अब एक्लै जान लाग्यो, फर्स्ट टाइम जान लाग्यो इन्डिया होइन। फ्ल्याग यस्तो फ्ल्याग यसरी राख्ने, यस्तो चाहिँ औषधिहरू छ, गाइनेक्स फ्लेक्जन, यो चाहिँ ग्यास्ट्रिक औषधि हो होइन। त्यसपछि हाम्रो नेपालको जर्सी पनि छ है, यस्तो गरेर सपोर्ट गर्ने नेपाललाई। ल नेपालको जर्सी पनि छ है, नेपालको जर्सी लाएर चट्ट सपोर्ट गर्नलाई म अहिलेदेखि एक्साइटेड भइसकेँ होइन। तपाईँ पनि एक्साइटेड हुन्छ, तर भोलिको गेम जितेन भने चाहिँ अलिक गाह्रै हुन्छ, हेर्न पनि त्यति मजा आउँदैन। भोलिको गेम चाहिँ मस्ट विन हो। यो चाहिँ पुरानो जर्सी, यो एसिया कप खेल्दाखेरिको जर्सी किनेको थिएँ मैले यो होइन। दुईवटा जर्सी छ, तर अहिले चाहिँ वर्ल्ड कपको जर्सी हो। र मैले अर्को यो किनेको छु, यो ट्राइपोड पनि किनेको छु होइन, म्याचको लागि भनेर। त्यही हो साथीहरू, भोलिको म्याच चाहिँ मस्ट विन छ होइन। भोलिको म्याच चाहिँ जित्नै पर्ने हुन्छ। अनि बल्ल नेक्स्ट सन्डेको म्याच रमाइलो हुन्छ हाम्रो लागि। त्यही हो, बेटर लक नेक्स्ट टाइम भन्ने। इङ्ल्यान्डसँग राम्रो खेल्दै पनि जित्न सकिएन, एकदम स्याड मोमेन्ट थियो त्यो चाहिँ नेपालको लागि। त्यही हो साथीहरू, सपोर्ट गरिदिनु होला होइन। किप सपोर्टिङ, सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला। म सकेसम्म ग्राउन्डबाट पनि लाइभ आउने कोसिस गर्छु होइन। खेल नेपाली च्यानलले सबै क्रिकेट सम्बन्धी भिडियोहरू ल्याउनेछ तपाईँहरूको सामु होइन। अब भोलिको गेम चाहिँ जित्नै पर्छ इटालीसँग होइन। इटालीको पनि राम्रो प्लेयरहरू छ, तर भोलि चाहिँ मेरो विचारमा टप स्कोरर हाम्रो दिपेन्द्र सिंह हुन्छ होला। अनि टप बलर चाहिँ सन्दीप लामिछाने हुन्छ। ल तपाईँको प्रेडिक्सनमा चाहिँ टप बलर टप ब्याट्सम्यान को हुन्छ भनिदिनु होला। अब नेक्स्ट भिडियो चाहिँ फ्रम मुम्बई वानखेडे स्टेडियमबाट म अपडेट ल्याउने छु। जय नेपाल, जय खेल, जय क्रिकेट। हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला होइन। आफ्टर द्याट इङ्ल्यान्ड म्याच, भेरी क्रुसियल म्याच होइन। हामीले जम्मा 4 रनले हार्यौँ, एकदम दुःखद भयो। फिनिसिङमा फेरि हामी चुक्यौँ होइन। तर आजको गेम चाहिँ साउथ अफ्रिका र अफगानिस्तानको गेम छ नि, त्यो गेम चाहिँ साउथ अफ्रिकाले हार्दै जित्यो। लास्ट बलमा 7 रन चाहिने थियो, 6 रन हानेर ड्र गराइदियो। एउटा एक्सपिरियन्स टिमको चाहिँ त्यो हुन्छ होइन। एक्सपिरियन्स टिमसँग चाहिँ अब धेरै अपर्च्युनिटी हुन्छ नि त जित्ने। अब अफगानिस्तानले पनि जित्दै हार्यो आज। त्यही हो, अब चाहिँ वर्ल्ड कपको एकदम तयारी हुँदैछ होइन। अब म पनि वेस्ट इन्डिजको म्याचको लागि चाहिँ जाँदैछु मुम्बई होइन। तपाईँहरूलाई म मुम्बईबाट पनि अपडेट ल्याउने छु। त्यही हो, अब भोलिको म्याच इटालीसँगको म्याच चाहिँ विन भयो भने चाहिँ वेस्ट इन्डिजको म्याच हेर्न पनि रमाइलो लाग्छ होला होइन। तर अब भोलिको म्याच चाहिँ नगरोस्, त्यस्तो नहोस्। हारिहाल्यो भने चाहिँ एकदम तनाव हुन्छ साथीहरू होइन, नहारोस्। भोलिको म्याच चाहिँ हुन्छ। अनि भोलिको म्याच चाहिँ विन भयो भने वेस्ट इन्डिजको म्याच पनि हेर्न रमाइलो हुन्छ होइन। अब 3टा म्याच बाँकी छ नेपालको, एउटा इटालीसँग, एउटा वेस्ट इन्डिजसँग, अनि अर्को चाहिँ स्कटल्यान्डसँग होइन। भोलिको गेम चाहिँ मस्ट विन हो, किनकि हामीले इङ्ल्यान्डसँग एकदम थोरै मार्जिनले हार्यौँ। एकदमै नेल बाइटिङ बिचरा, 8 बलमा 11 रन मिस भयो नेपालको तर्फबाट। अब त्यो हुँदाखेरि चाहिँ 8 बलमा 11 रन हुँदाखेरि चाहिँ लगभग 90% हामीले जितिसकेका थियौँ क्या गेम। तर मलाई त त्यो साउथ अफ्रिकाको गेम पनि याद आइरहेको थियो। हामीले त्यतिखेर पनि 2 बलमा 2 रन चाहिँदा नभएको, तर योपालि त त्यस्तो हुँदैन होला भनेको। गुलसन झाले लास्ट मोमेन्टमा अलिकति बोल्ड हुन पुग्यो होइन। त्यसमा 2 रन अथवा चौका छक्का के आएको भए चाहिँ कन्फर्मै जितेको थियो। तै पनि ठिकै छ। अब इङ्ल्यान्डसँग हार्दाखेरि पनि वर्ल्डको क्रिकेटर होइन, लेजेन्ड क्रिकेटरहरूले चाहिँ नेपाललाई सपोर्ट गर्नुभएको छ। तर भनेर मात्रै सपोर्ट हुँदैन, केही टेस्ट टिमहरूले पनि नेपाल टुर गर्नु पऱ्यो अथवा नेपाललाई इन्भाइट गर्नु पऱ्यो। त्यो भएपछि क्रिकेट ग्लोबलाइज हुन्छ नि त होइन। अनि त्यही हो। अनि म चाहिँ अब भोलिको लागि एकदम प्रिपेयर्ड भइरहेको छु। इटालीको गेम चाहिँ फिङ्गर क्रस जित्नुपर्छ।
र मेन भनेको चाहिँ हाम्रो वेस्ट इन्डिजको गेम हेर्न म जाँदैछु होइन, त्यहाँ गएर हजुरहरूलाई म लाइभ अपडेट पनि दिनेछु। मेरो तयारी पनि भएको छ होइन।